यदि त्यो गरिब बदामले 1 करोड ल्यायो भने म तिम्रो बिहे उसैसँग गराइदिन्छु। तर बुबा, बदामले 1 करोड कहाँबाट ल्याउँछ? त्यसैले त भन्दैछु, ल्याउनै सक्दैन। 1 करोड? म जस्तो गरिबले यति धेरै पैसा कहाँबाट ल्याउँछु होला र? तिमी चिन्ता नगर बदाम, म जसरी भए पनि केही न केही उपाय लगाउँछु। आमा, मलाई जसरी भए पनि 1 करोड दिनु न, नत्र मेरो माया मर्छ। लौ समाज छोरी, यो 1 करोड तिम्रो खुसी नै मेरो खुसी हो। यो ल्याऊ पुरै 1 करोड रुपियाँ। भोलि बिहानै गएर मेरो बुबालाई यो पैसा देखाऊ र हाम्रो विवाह पक्का गर है बदाम। म तिमीलाई कुरिरहनेछु। ओहो, यति धेरै पैसा? तिमीले त मेरो सपना नै पूरा गरिदियो पिष्टा। तिमीलाई म कसरी धन्यवाद दिउँ? धेरै धेरै धन्यवाद। खै तेरो त्यो बदाम। हेर, यदि आज ऊ आएन भने त मुलाकाजीसँग बिहे गर्न तयार होस्। बुबा, उहाँले त मेरो फोन नै उठाइरहनु भएको छैन, म के गरौँ? नानी, त्यो बदाम त गाउँमा कसैको धेरै पैसा चोरेर रातारात फरार भएछ। मैले त उसलाई शहरतिर भाग्दै गरेको देखेँ। होइन, मेरो बदाम त्यस्तो हुनै सक्दैन। तपाईले झुट बोल्दै हुनुहुन्छ। तिमीले धेरै राम्रो नाटक गर्यौ गोलबेडा। यो समात तिम्रो इनाम। धेरै धन्यवाद काजी साहब। ढुक्क हुनुस्। अब ती पिष्टा नानी तपाईकै हुनेछिन्। रुँदै नरौ छोरी, जे भयो भयो। सायद तिम्रो भाग्यमा त्यही मुलाकाजी नै लेखेको थियो होला। बदामले मलाई धोका दियो आमा। म बुबाले भनेकै मुलाकाजीसँग बिहे गर्न तयार छु। नरौ छोरी।